दर्शक नेपाली राष्ट्रिय महिला फुटबल टिमले यही आउँदै गरेको नोभेम्बर 26 तारिकदेखि त्रिदेशीय खेल खेल्दैछ, यानि कि अब केवल 2 दिन मात्रै बाँकी रहेको छ। जसमा कुरा गर्ने भने दर्शकबिन नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन सावित्रा भण्डारी साम्बा केही समय अगाडि मात्रै इन्जुरी भोगेका थिए, जसको कारणले गर्दा चाहिँ हिजो मात्रै एउटा सानो इन्टरभ्यूमा चाहिँ मुख्य प्रशिक्षक नवीन न्यौपानेले अब सावित्रा भण्डारी साम्बा भने खेलमा उपलब्ध नहुने भन्ने कुरा आएको थियो, जसको कारणले गर्दा चाहिँ नेपाली महिला फुटबल फ्यान्सको लागि चाहिँ एकदमै दुःखद खबर रहेको थियो र सबैले चाहिँ अब साम्बा बिनाको खेल कस्तो हुन्छ, साम्बा बिनाको खेल कामै छैन भन्ने कुरा भइरहँदाखेरि अन्ततः फाइनल स्क्वाडमा पनि सावित्रा भण्डारी साम्बाको नाम समावेश गरिएको छ, जसको कारणले गर्दा चाहिँ नेपाली फुटबल फ्यान्सको मनमा फेरि एकपल्ट खुसी छाएको छ। किनभने नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन सावित्रा साम्बा नै नेपाली महिला फुटबलको एउटा खम्बा जस्तै रहेको छ। तर पनि पछिल्लो समयमा उनी व्यावसायिक फुटबलका लागि चाहिँ अस्ट्रेलियामा खेल खेल्दै आएका छन् र उनले भर्खरै मात्रै सम्पन्न भएको उनको क्लब वेलिङटन फोनिक्स र क्यारिबियनको खेलमा उनले इन्जुरी भएको थियो, जसको कारणले गर्दा चाहिँ उनी खेल मैदानमा फर्कन चाहिँ असम्भव छ भन्ने कुरा चाहिँ भइरहँदाखेरि अन्ततः फाइनल स्क्वाड भने उनको नाम आएको छ, जसको कारणले गर्दा चाहिँ नेपाली फुटबल फ्यान्सको मनमा चाहिँ एकदमै खुसीको खबर यानि कि खुसी छाएको छ। दर्शकबिन यो सँगै अब हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमले जुन त्रिदेशीय खेल चाइनिज टाइपे इन्डोनेसियासँग खेल्दैछ यसको फाइनल स्क्वाड पनि नवीन न्यौपानेले सार्वजनिक गरेको छ। अब दर्शकबिन कुरा गरौँ हामी फाइनल स्क्वाडमा को कुन खेलाडी परेका छन् त भन्ने कुरा। दर्शकबिन फाइनल स्क्वाडमा रहेका छन् जस्तै कि गोलकिपरतर्फ उषानाथ, अन्जिला दुम्बा सुब्बा, त्यस्तै अञ्जना राणा मगर रहेका छन् भने त्यस्तै डिफेन्डरतर्फ रहेका छन् हिरा कुमारी भुजेल, विमला पिका, प्रतीक्षा चौधरी, सजिना ठक्कर, मनमाया दमाई, समीक्षा घिमिरे, निशा ठक्कर, पूजा राणा मगर रहेका छन्। त्यस्तै दर्शकबिन मिडफिल्डरतर्फ रहेका छन् सविता राणा मगर, दिपा शाही, रेणुका नगरकोटी, सरस्वती हमाल, सरू लिम्बू, प्रीति राई, अनिता बस्नेत रहेका छन् भने अब यहाँनेरि फरवर्डतर्फ रहेका छन् रेखा पौडेल, मीना देउबा, पूर्णिमा राई, रश्मि कुमारी खिसिङ र सावित्रा भण्डारी रहेका छन्। यो रहेको छ दर्शकबिन जुन फाइनल स्क्वाड त्रिदेशीय खेलको लागि हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमले यही आउँदै गरेको नोभेम्बर 26 तारिक आयोजक इन्डोनेसियासँग खेल खेल्नेछ। त्यसपश्चात दोस्रो खेल भने नोभेम्बर 29 तारिक इन्डोनेसिया र चाइनिज टाइपेको हुँदैछ। त्यसपश्चात हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमले पुनः डिसेम्बर 2 तारिक भने चाइनिज टाइपेसँग खेल खेल्नेछ। यो दर्शकबिन एकदमै महत्त्वपूर्ण खेल रहेको छ, किनभने हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमले अहिलेसम्मकै सबैभन्दा राम्रो टिम चाइनिज टाइपे जो चाहिँ अहिलेको फिफा र्याङ्किङ कुरा गर्ने नै 42औं स्थानमा रहेको छ, यस्तो टिमसँग खेल खेलिरहँदाखेरि चाहिँ हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन सावित्रा भण्डारी साम्बाले चाहिँ खेल खेल्न नसक्ने यानि कि खेलमा उपलब्ध नहुने भन्ने कुराले चाहिँ एकदमै दुखी बनाएको थियो र मैले पनि भिडियो बनाएको थिएँ। तर पनि फाइनली यो खुसीको खबरले गर्दाखेरि म आफूलाई रोक्न नसकेर तपाईँहरू माझमा चाहिँ यो खबर ल्याएर आएको छु, जुन चाहिँ हाम्रो सावित्रा भण्डारी साम्बा सम्भवतः अब खेल खेल्न सक्ने भएको छ होला, किनभने उनको फाइनल स्क्वाडमा चाहिँ नाम आएको छ। हामी कामना गरौँ कि हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन सावित्रा साम्बाले यो खेल खेलुन् र किनभने हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमका एक मात्रै मेरुदण्डको रूपमा चिनिने सावित्रा भण्डारी साम्बाले यो खेल नखेल्नु भनेकै हामी हारको नजिक पुग्नु हो, जसको कारणले गर्दाखेरि चाहिँ दर्शकबिन यो खेल चाहिँ सावित्रा भण्डारी साम्बाले खेल्नुपर्छ। हामी सबैले मिलेर कामना गरौँ र तपाईँहरूलाई के लाग्छ हाम्रो नेपाली राष्ट्रिय महिला फुटबल टिमका क्याप्टेन सावित्रा साम्बा खेले के हामीले यो सिरिज उठाउन सक्छौँ त? तपाईँहरूलाई लागेको कुरा कमेन्ट बक्समा जस्तोको जस्तै कमेन्ट गर्नुहोला।